Okay, so hello everyone, class 10 students. So class 10 student ko it's a Python programming ko. So this is lecture 1. Okay. So आज हामी कुरा गर्छौं basic revision of Python है त. Basic revision of Python. Now the main thing is म चाहिँ revision को लागि I am using this book. Okay, it is from I guess CDC. यो मैले कहाँ भेटा हो है. सो रिभिजनमा सबभन्दा सुरुमा इनपुट आउटपुट स्टेटमेन्टको बारेमा कुरा गरेर सबभन्दा सुरुमा त्यो बुझौँ है त. सो पाइथनमा हामीसँग एउटा छ इनपुटको लागि वी हेभ समथिङ कल्ड इनपुट फङ्सन एन्ड फर सोइङ समथिङ इन स्क्रिन वी हेभ प्रिन्ट फङ्सन. ओके, सो स्क्रिनमा केही कुरा देखाउनु पऱ्यो भने हामीसँग छ प्रिन्ट फङ्सन, र यदि हामीले स्क्रिन केही कुरा लिनु पऱ्यो भने हामीसँग छ इनपुट फङ्सन. ठिक छ, मानौ यो मेरो स्क्रिन हो, दिस इज माई स्क्रिन. ओके, यो मेरो स्क्रिन हो. यो स्क्रिनमा मैले देखाउनु पर्ने छ गुड मर्निङ भनेर भने. सो यो त स्क्रिनमा देखाएको, सो स्क्रिनमा देखाउनको लागि वी युज प्रिन्ट फङ्सन है. सो सोइङ समथिङ इन स्क्रिनको लागि वी युज प्रिन्ट फङ्सन. सो प्रिन्ट फङ्सनमा के हुन्छ भने प्रिन्ट फङ्सन भनेपछि यसको प्यारेन्थेसिस हुन्छ है. सो अल फङ्सन्स ह्याभ प्यारेन्थेसिस है त, यो कुरा नबिर्सिने. सबै फङ्सनको प्यारेन्थेसिस हुन्छ है. सो प्रिन्टमा तपाईँले डबल कोटेसनभित्र जे लेख्नुहुन्छ, डबल कोटेसनभित्र जे लेख्नुहुन्छ त्यही कुरा यहाँ देखिन्छ. मैले यहाँ डबल कोटेसनभित्र गुड मर्निङ लेखेँ भने अब यही डबल कोटेसनभित्र लेखेको कुरा यो स्क्रिनमा देखिन्छ. सो लेट्स ट्राई इट. ओके, सो एउटा ट्राई पनि गरिहालौँ. लेट मी गो टु माई टर्मिनल. लेट मी ओपन सिडी डकुमेन्ट्स, सिडी कम्प्युटर साइन्स, CD class 10 ls. Let me go to CD Python. Okay, CD Python clear. Let me go to ls. Okay, let me make a new folder like lecture 1 CD. I just go to this code. Okay, code is not defined. Let me make it defined in my Visual Studio Code. Let me just do it. Okay, let me just use the password. If I'm not wrong, then rgsab123@123. Is this right or wrong? It is wrong. rgsab123@123. Okay, now it is finally installed. So यो मेरो भयो है त. सो मैले यहाँ देखाइरहेको छु. सो basic .py. यो .py चाहिँ के हो भने जस्तै इक्जाम्पलको लागि सबै फाइलहरूको चाहिँ एक्सटेन्सन हुन्छ है त. फाइलहरूको एक्सटेन्सन हुन्छ है. जस्तै मसँग छ अरे hello.png भने यो फाइललाई मैले नहेरिकन, यो फाइललाई ओपन नगरिकन म भन्न सक्छु यो फाइलमा के छ भनेर. कसरी? यो फाइलमा भएको एक्सटेन्सनले गर्दाखेरि. यो फाइलको एक्सटेन्सन के हो? एक्सटेन्सन भनेको डट पछाडिको कुरा .png हो हैन. सो यो भनेको यसको के हो? एक्सटेन्सन हो. .png एक्सटेन्सन भएको फाइलहरू भनेको फोटोजहरू हो, फोटोज या इमेजेसहरू हो. त्यसै गरी कुनै पनि फाइलमा यदि .py छ भने यो फाइलको एक्सटेन्सन भनेको .py हो. सो .py एक्सटेन्सन भएको फाइलहरू भनेको पाइथन फाइल हो है. त्यसै गरी पाइथन फाइल हो. यो भयो. मैले प्रिन्टभित्र डबल कोटेसनमा जे लेख्छु त्यही कुरा प्रिन्ट हुन्छ है त. सो मैले लेखेँ गुड मर्निङ साथीहरू भने अब यहाँ के प्रिन्ट हुने भयो? गुड मर्निङ साथीहरू भनेर प्रिन्ट हुने भयो. मैले यसलाई रन पनि गरेँ. ओके, सो मेरो यो ओके, लेट मी रन इट म्यानुअली. सो म यसलाई म्यानुअली रन गर्छु. कसरी भने सो पाइथन 3 basic.py गरेँ भने गुड मर्निङ साथीहरू भनेर यो देखिन्छ है त. सो यसरी चाहिँ हामीले प्रिन्ट फङ्सनलाई युज गर्न सकिन्छ. ठिक छ. त्यसै गरी हामीसँग अर्को फङ्सनको नाम छ इनपुट फङ्सन. मानौ मसँग एउटा कुनै पनि यो स्क्रिन छ अरे. ठिक छ, म यहाँ चाहन्छु युजरले केही हालोस् भनेको इन्टर योर नेम भन्ने छ अरे. अनि यहाँ युजरले केही हालोस् भनेर यसरी ड्यास दिन चाहन्छु अरे. ठिक छ, केही हालोस् भनेर केही दिन चाहन्छु अरे. हामी के गर्छौँ भने फिल इन द ब्ल्याङ्क्समा पनि हामी कम्प्युटर इज अनि ड्यास 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 भन्छौँ, मसिन भन्छौँ. अनि हामी के गर्छौँ? यो ड्यास भएको ठाउँमा भर्ने काम गर्छौँ. ड्यासको मिनिङ के हो? यहाँ चाहिँ तँ केही हाल है,
त यहाँ केही लेखेँ भन्ने हो नि त। त्यसै गरी हामी स्क्रिनमा के गर्न चाहन्छौँ अरे भन्दाखेरि युजरलाई यसरी तिम्रो नाम हाल है भनेर ठाउँ दिन चाहन्छौँ अरे भने यस्तो केसमा हामी के युज गर्छौँ भने यस्तो केसमा हामी युज गर्छौँ इनपुट फङ्सन। ठिक छ। अब हेर है एउटा क्वेसन आउन सक्छ जस्तै स्क्रिनमा हामीले केही चिज त देखाइरहेको छौँ, यहाँ के चिज देखाइरहेको छौँ इन्टर योर नेम भनेर हो भने स्क्रिनमा देखाउनको लागि त हामीले के युज गर्ने भनेको थियौँ, स्क्रिनमा देखाउनको लागि त हामीले भनेको थियौँ सोइङ समथिङ स्क्रिनको लागि हामीले प्रिन्ट फङ्सन युज गर्ने भनेको थियौँ। ओके प्रिन्ट फङ्सन त युज गरियो होला सायद त्यहाँ केही होला, तर प्रिन्ट फङ्सनले के गर्दैन भने यसरी हाल्नको लागि ठाउँ दिँदैन है त। सो यो ठाउँ दिनको लागि चाहिँ हामीले युज गर्नुपर्छ इनपुट फङ्सन। यो इनपुट फङ्सनले चाहिँ के गर्छ यसरी हाल्नको लागि ठाउँ दिन्छ है त। यो ठाउँ भनेको चाहिँ हामीले बस बुझ्नको लागि मात्र बुझ्या हो है त, ठाउँ दिन्छ यसले एउटा। ठिक छ। सो यदि मैले यहाँ इनपुटले के लिन्छ भन्दाखेरि यसरी प्यारेन्थेसिसभित्र इनपुट भनेको फङ्सन हो, फङ्सन भनेपछि त्यसको प्यारेन्थेसिस हुन्छ है। त्यसो प्यारेन्थेसिसभित्र यसरी डबल कोटेसनमा म जे लेख्छु त्यो कुरा स्क्रिनमा देखिन्छ। मैले इन्टर योर नेम लेखेँ भने अब स्क्रिनमा के पनि देखिने भयो इन्टर योर नेम, सँगसँगै यो इनपुट फङ्सन इनपुटको कारणले गर्दाखेरि यहाँ के देखिने भयो एउटा ड्यास हाल्ने ठाउँ देखिने भयो। ठिक छ। ओके अब हेर है त जस्तै कुनै पनि फङ्सनले काम गर्छ। ठिक छ। फङ्सनले के गर्छ अरे काम गर्छ है त। फङ्सनले काम गर्नु भनेको फङ्सनले कि त केही कुरालाई रिटर्न गर्छ कि त रिटर्न गर्दैन है, बुझ्यौ। फङ्सनले कि त केही कुरालाई रिटर्न गर्छ कि त रिटर्न गर्दैन है। जस्तै यो एउटा फङ्सन हो भनेको थियौँ हो कि होइन। अब एउटा कुरा भनेको यो फङ्सनलाई हामीले कल गरिरहेछौँ इनपुट भन्ने फङ्सनले हो। यो इनपुट भन्ने फङ्सनले केही कुरालाई रिटर्न गर्छ, बुझ्यौ। केही कुरालाई रिटर्न गर्छ भने तिमीले यो जुन खाली ठाउँ आएको छ नि यो इनपुटले गर्दाखेरि हो, यो खाली ठाउँमा जे लेख्छौ, मैले खाली ठाउँमा मेरो नाम लेखेँ अरे राघव भनेर भने यो खाली ठाउँमा जे लेख्छौ तिमी यो इनपुट फङ्सनले त्यही कुरालाई रिटर्न गर्छ भनेको मतलब। अब हेर है मैले ए इक्वल्स टु इनपुट इन्टर योर नेम लेखेँ। ठिक छ। अब यहाँ हेर यो के भयो मेरो यो स्क्रिन भयो। इनपुट फङ्सनभित्र के लेखेको छु इन्टर योर नेम, त्यही भएर यसले मलाई इन्टर योर नेम देखायो। इनपुटले युज गरेको कारणले गर्दाखेरि मलाई यसले यसरी खाली ठाउँ पनि दियो। ठिक छ। अब हेर है मैले यो खाली ठाउँमा राम लेखेँ भने यो खाली ठाउँमा जे कुरा लेख्छु त्यो कुरा चाहिँ यो इनपुट फङ्सनले रिटर्न गर्छ। इनपुट फङ्सन भनेको कहाँ लेखेको छु मैले यहाँ लेखेको छु नि त भनेपछि तिम्रो अब यो ठाउँमा यति ठाउँमा यो ठाउँमा है त यति ठाउँमा के रिटर्न हुन्छ यो राम भनेर रिटर्न हुन्छ, बुझ्यौ। भनेपछि अब के हुने भयो भने मेरो ए इक्वल्स टु यहाँ राम हुने भयो। तर यो इनपुट फङ्सनले चाहिँ के गर्छ भने यो जुन तिम्रो डेटा छ यो यहाँ लेखेको डेटा यसलाई एज अ स्ट्रिङ रिटर्न गर्छ। स्ट्रिङ भनेको यसमा डबल कोटेसन हालिदिन्छ, यसरी रिटर्न गर्छ यो इनपुट फङ्सनले एज अ स्ट्रिङ, बुझ्यौ। भनेपछि अब के भयो अब मेरो ए भन्ने भेरिएबलमा हेर है। सो अब मेरो ए भन्ने भेरिएबलमा के स्टोर भयो राम भनेर स्टोर भयो। ठिक छ। अब त्यो ट्राई गरौँ ल एकचोटि। मैले लेखेँ ए इज इक्वल टु इनपुट इन्टर योर नेम भनेर लेखेँ। ठिक छ। अब मैले प्रिन्ट यहाँ ए गरेँ भने के आउँछ होला आउटपुट मैले के भनेको थिएँ डबल कोटेसनभित्र तिमी जे लेख्छौ त्यही कुरा आउँछ भनेको थिएँ। यहाँ माथि मैले सुरुमा यो प्रिन्ट गर्दाखेरि डबल कोटेसनमा गुड मर्निङ साथीहरू लेखेको छु भने सुरुमा के आउने भयो गुड मर्निङ साथीहरू, त्यसपछि इन्टर योर नेम भनेर हाल्ने ठाउँ आउने भयो। चाहिँ गरौँ ल। मैले पाइथन 3 basic.py गरेँ, गुड मर्निङ साथीहरू आयो हेर त हाल्ने ठाउँ आइसक्यो कर्सर। मैले लेखेँ राघव। अब मैले यो प्रिन्ट इन्टर गरिसकेपछि यो कहाँ पुग्छ हेर है। सुरुमा यो कोड पुग्थ्यो यो ठाउँमा लाइन नम्बर 3 मा, त्यसपछि पुग्यो लाइन नम्बर 6 मा, इन्टर योर नेममा म राघव हालेँ। इन्टर गरिसकेपछि यो कोड पुग्छ यो ठाउँमा। मैले के प्रिन्ट गरेको छु ए। यो ए भनेको त कस्तो खालको ए हो डबल कोटेसनभित्र लेखेको हो, त्यही भएर यसले के प्रिन्ट गर्छ ए भनेर प्रिन्ट गर्छ है त। सो ए भनेर प्रिन्ट गरौँ। ठिक छ। तर जब तिमीले मानौ मैले ए इज इक्वल टु 5 लेखेँ तिमीले प्रिन्ट ए गर्यो भने पाइथनले के गर्छ भने सबभन्दा सुरुमा चेक गर्छ के तिमीले यो प्रिन्टमा डबल कोटेसनभित्र केही कुरा लेखेको छौ
भनेर चेक गर्छ। तिमीले त प्रिन्टमा त डबल कोटेसनभित्र लेखेको छैनौ भन्छ। अब उसले डबल कोटेसनभित्र नलेखेको कुरा के भेरिएबल हो भनेर चेक गर्छ। के तिमीले डबल कोटेसनभित्र नलेखेको कुरा भेरिएबल हो त? यदि हो, यदि त्यो पाइथनले भेटायो यो भेरिएबल हो है भन्ने भेटायो भने अब त्यो भेरिएबलको भ्यालु हाल्छ। हेर त यसमा त के भइरहेछ, यसमा भएको कुरा भनेको तिम्रो यस्तो भइरहेछ। यहाँ हेर त, सो ए भन्ने भेरिएबल छ, यसमा तिम्रो 5 स्टोर छ। अब पाइथनले के गर्छ, प्रिन्टभित्र डबल कोटेसन लेखेको छ भन्छ, छैन लेखेको भने डबल कोटेसन नलेखेको चिज के भेरिएबल हो भन्छ। हो भन्यो भने ओके ल, त्यो भेरिएबललाई म प्रिन्ट गर्नु पर्यो भनेर बुझ्छ। भन्छ स्क्रिनमा के आउने भयो, त्यो भेरिएबल आउने भयो। ठिक छ। तर यदि यो भेरिएबल पनि होइन अरे, मानौँ मैले यहाँ बी लेखेँ अरे, पाइथनले खोज्छ ए भन्ने भेरिएबल मात्र छ, बी भन्ने त भेरिएबलै छैन। सो यतिखेर उसले भन्छ नट डिफाइन्ड है त। सो बी भन्ने भेरिएबलै छैन है भनेर एरर फालिदिन्छ। ठिक छ। अब यहाँ हेर, मैले यहाँ प्रिन्ट ए गरेँ भने अब यो कोडले के गर्छ त्यो बुझौँ। ल हेर, मैले अघि के भनेको थिएँ, यसरी स्क्रिनमा आयो इन्टर योर नेम भनेर, यहाँ यसरी ड्यास ड्यास आयो। के कारणले गर्दाखेरि, इनपुटले गर्दाखेरि। तिमी यो ड्यास ड्यासमा जे कुरा लेख्छौ, मैले लेखेँ राघव भनेर भने जे कुरा लेख्छु यो ड्यास ड्यासमा त्यही कुरा यो इनपुट फङ्सनले रिटर्न गर्छ। यो इनपुट फङ्सनले त्यही कुरा रिटर्न गरो भनेपछि यो ठाउँमा त अब के आयो, यो ठाउँमा यति ठाउँमा यहाँ लेखेको कुरा, यहाँ के लेखेको छु मैले राघव भनेपछि यो ठाउँमा त मेरो राघव आयो एज अ स्ट्रिङ। अनि यो केमा स्टोर भयो, ए भन्ने भेरिएबलमा। भनेपछि मेरो अहिले ए भन्ने भेरिएबलमा के रहेछ, राघव रहेछ। भनेपछि अब मैले यहाँ प्रिन्ट ए गरेको छु, यसको मिनिङ के हो, के यो ए भन्नेलाई डबल कोटेसनमा लेखेको छ, छैन। के यो ए भनेको भेरिएबल हो, के हो भ्यालु, राघव भनेपछि ओके ठिक छ। भनेपछि यसले अब के देखाउने भयो, राघव भनेर देखाउने भयो। तर यसरी स्ट्रिङ चाहिँ यसले देखाउँदैन है त, यसरी मात्र देखाउने भयो। ठिक छ, ट्राई गरौँ। यो मैले माथिकोला कमेन्ट गरिदिएँ। ल त, मैले python3 basic.py इन्टर योर नेम भने राघव लेखेन, अब राघवै आउने भयो है त। यहाँसम्म ठिक होला। ठिक छ। ल ठिक छ, अर्को भिडियोमा हामी अर्को कुरा हेर्छौँ है त, इनपुट फङ्सनसँगै रिलेटेड अरू कुराहरू पनि हेर्छौँ। ल यो भिडियोलाई यति नै गरौँ होला अहिलेलाई।